अनि यहाँ चाहिँ हामीले बनाएको यो सुक्खा मुराई हो। यो पनि हामीले बनाएको नाना र म भएर। त्यही गाइस मैले चाहिँ यहाँ आएर यो टेबलहरू चाहिँ पुसिसकेँ, टिलिक्क भइसकेको छ। हेलो गाइस, अहिले चाहिँ मैले मिठा पान पनि बनाइसकेँ। अनि कति बनाएँ भनेर हजुरहरूलाई देखाउने छु। त्यही हो, यति चाहिँ बनाएँ। त्यत्रो पत्ता थियो। म भराउँदै जान्छु। म पनि अर्को लाइनमा हेर यस्तो सेपमा हुन्छ, ह्यास ब्राउन जस्तो हुन्छ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आफ्टर लङ टाइम चाहिँ म भ्लग गर्दैछु। म चाहिँ अहिले दोकानमा आएको छु, अनि त्यही दोकानको भिडियोहरू गर्नेछु, हजुरहरूले हेरिदिनु होला। त्यो चाहिँ दोकान हाम्रो, सामान हाल्नुपर्ने रहेछ। कतै पछाडि आएको नि त म दोकान, त्यही भएर चाहिँ म दोकानको भिडियो लिँदैछु अलिअलि। यस्तै छ हाम्रो दोकान, हेर्नु होला। त्यही नेपाली सामानहरू पाउँछ यस्तोहरू। यो हो नेपालको बटारे। नेपालको भन्ने छ तर चाइनिजहरू बनाएको होला, नेपालमा यस्तै खाइन्थ्यो। त्यही हो। यता चाहिँ भाँडाकुँडाहरू पाउँछ, हजुरहरू आउनु होला। हाम्रो यो नाइबरहुड ग्रोसरी हो। यहाँ चाहिँ यो देख्दा पहिला नेपालमा पढेको याद आउँछ स्कुलमा। त्यही यहाँ चाहिँ यो के भन्छ तामाङहरूको सामानहरू पनि पाउँछ, मकटुहरू पनि पाउँछ। त्यही हो, मलाई दादाले बोलाउँदै हुनुहुन्छ। वेलकम ब्याक टु माई युट्युब च्यानल। पोइन्टी पाउनु न एकछिन। गाइस त्यही हो, स्टोरको भिडियो चाहिँ यस्तै हुन्छ। मैले कति पछाडि भ्लग गरेको नि त, अनि आज चाहिँ मलाई जाँगर चलेको जस्तो भएर चाहिँ भ्लग गरेको। चाहिँ मलाई अल्छी लाग्छ। अनि यहाँ चाहिँ हामीले बनाएको यो सुक्खा मुराई हो। यो पनि हामीले बनाएको नाना र म भएर। अनि यो चाहिँ मजाले बिक्री हुन्छ। यो फिङ्गर चिप्स, यो चाहिँ सुक्खा मुराई। अनि यता चाहिँ टाकिसहरू पनि पाउँछ हाम्रोतिर। अनि यहाँ हुनुहुन्छ सर, पानको पत्ता काटिरहनु भएको छ। यहाँ चाहिँ चटपटीको सामान छ। यता छ बियरहरू, भिटामिन दबाईहरू। यो धुँदा चाहिँ चिसो नआउँदो रहेछ नि त, कस्तो चिसो हुन्थ्यो। यता छ लोटाहरू, केहरू, भगवानको मूर्तिहरू। त्यही हो कुच्चो, लुगाहरू पनि पाउँछ। यो चाहिँ मैले अस्ति नेपालमा अर्डर गरेको थिएँ, आधी चाहिँ गयो, अब अलिकति रहेको छ। आउनु होला। नानीहरूको कुर्ता छ, ठुलोहरूको। यहाँ यस्तो सामानहरू छ। यता हाम्रोमा चाहिँ टन्नै चामलहरू छ, तर के चामल हो यस्तो छ। बासमतीहरू छ। अनि यो बिरयानी खाने चामलहरू। अनि बाहिर चाहिँ यस्तो छ गाइस, मलाई चाहिँ यो रुख साह्रै मन परेको भन्नाले फुलहरू फुलिरहेछ नि त, कस्तो राम्रो देखिरहेछ क्या। 中国人啊，这 जुम गरौँ अझै।
अहिले चाहिँ समर लाग्दैछ नि त, त्यही भएर चाहिँ सबै रुखहरू फुल फुल्दैछ। त्यही भएर ब्युटिफुल देखिरहेछ, हेर्नु होला व्हाइट कलरमा। अनि त्यही आजको वेदर चाहिँ दामी छ गाइस। अहिले चाहिँ म तपाईँले कलर अलिक बाक्लो भएको कारणले चाहिँ पानी थोरै थप्दैछु। अहिले पकाएको नि त, त्यही हो। अनि त सामानहरू छ, पान पनि बनाउने काम हो आज। तपाईँलाई म देखाउने छु बनाएको। दोकान भिजिट गर्न आउनु होला गाइस, नजिक हुनेहरू। अनि चटपटी खानु मनपर्छ भने पनि आउनु होला। यतिको चाहिँ ठिक्क हुन्छ। म सफा गर्नु त्यही गाइस, मैले चाहिँ यहाँ आएर यो टेबलहरू चाहिँ पुसिसकेँ, टिलिक्क भइसकेको छ। म चाहिँ अगाडि पुस्छु, फेरि सफा गर्छु, त्यहाँदेखि मात्रै म यहाँ के गर्नु छ। अनि काटेकोहरू बनाएकोहरू देखाउने छु हजुरहरूलाई। यहाँ पाल पनि बनाउनु छ, यहाँ बडालको र। अनि त्यही हो आजको आउटफिट चाहिँ यस्तो छ। चाहिँ जामा लगाएर आएको छु कि, नभए अस्ति त चिसो हुन्थ्यो। आइनालाई चाहिँ यता सारेर अनि म चाहिँ यहाँ सफा गर्नु पर्यो। मलाई चाहिँ सिनिक्कै सफा छैन भने चाहिँ नि सक 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 लाग्छ हो। अनि म चाहिँ पुसिहाल्छु, सफा गरिहाल्छु। दोकान सफा देखोस् भन्ने हुन्छ, त्यही हो। यसो सफा गरेपछि चाहिँ यसो राख्नुपर्छ नि त। अनि यता पनि दोकान पनि सफा गर्नुपर्छ। निकै म आयो भने चाहिँ नि गाइस त्यही सफा गरेरै जान्छु। छोरा मान्छेहरू त्यस्तो इन्ट्रेस्ट हुँदैन, त्यही भएर चाहिँ म आएको खेर चाहिँ सिनिक्कै पारेर घर जान्छु बेलुका छुट्टी भएपछि। त्यही हो, भ्लग पनि म त्यति गर्नु पाएको छुइनँ नि त। अनि आज चाहिँ कति पछाडि म भ्लग गर्दैछु, त्यही पनि दोकानको। अब चाहिँ म के गर्दैछु भनेर म हजुरहरूलाई देखाउने छु। अनि अहिले सफा गर्दैछु, त्यही देखाइदिँदैछु। ल सबै झऱ्यो। मलाई चाहिँ मार्गी लागेर यता पनि सिनिक्कै भयो। चिप्सहरू अस्ति हालेको नि त हामीले, त्यहाँ सिद्धिसकेछ। त्यहाँको अर्डर गर्ने बेला भएछ। अब चाहिँ म भित्र गएँ गाइस, भित्र सफा गर्छु, हेर्नु होला। यो चाहिँ म
मैले चाहिँ यो चाहिँ नि जाडो हुन्छ भनेर ल्याएको थिएँ तर त्यस्तो चिसो छैन त्यही कारणले यो चाहिँ मैले राखेँ गाइस अनि मैले चाहिँ आज ब्याग देखाउनु लागेको मैले चाहिँ यो ब्याग बोकेर आएको छु त्यही यो चाहिँ मलाई नानालाई दिनुभएको थियो पहिला तिहारमा होला आई थिङ्क मलाई चाहिँ राम्रो लाग्छ यो कलर पनि मिठो कलर लाग्छ क्या अनि अहिले चाहिँ नानी नहुँदा चाहिँ नानीसँग हिँड्दा चाहिँ अर्को ठुलो बोक्नुपर्छ नि त यो पनि देखाइदिइहालेको सफा गर्दा गर्दा अनि सिङ्गल हिँड्दा चाहिँ यसरी जामामा राम्रो देख्छ त्यही हो गाइस अनि मेरो ब्यागमा के छ म त्यो पनि देखाइदिनु पर्यो ल मेरो ब्यागमा वालेट भयो अनि त्यही लिप बाम लिपमा हाल्ने छ अनि यो लोसन भयो अनि यो नि सबै मेरो ओठमा हाल्ने मात्रै छ क्या ओठमा लगाइदिइहालौँ यहाँ यो पनि ओठमै लाउने यो चाहिँ रातो हुन्छ त्यही हो त्यति नै छ गाइस अनि सुपारी एउटा दाना छ त्यही हो सफा गर्दा गर्दै देखाइदिइहालेको नि अनि यो चाहिँ यस्तो खालको छ म चाहिँ यसलाई यता राख्नु पर्यो अनि यो चाहिँ हो मेरो पानी खाने सानो छ चिटिक्क बोक्नु पनि सजिलो छ नि त त्यो भएको कारणले चाहिँ मैले यो बोक्छु पानी चाहिँ खानुपर्छ एभ्रिडे गुड फर हेल्थ त्यही हो होला नि मैले खान्छु यो चाहिँ मैले मेरो हस्बेन्डलाई खाना ल्याइदिएको थिएँ खाइ पनि सक्नुभयो एउटा राखेर हाम्रो चाहिँ क्याप्टो भेट्छ गाडीमा मैले भन्दा त्यही हो गाइस अब चाहिँ पान बनाउने हो मिठा र सादा बनाउँछ यति सक्यो अनि फोइल छ पोको पार्ने यो चाहिँ अस्ति मैले सबै रेडी पारेको थिएँ स्टिल छ अनि यहाँ छ हाम्रो मिठा पानको मसला अनि यहाँ पनि मिठा पानको मसला हो फर्सी म मिठा पान बनाउनु पर्छ सिद्धि पनि लाग्छ नि त त्यही हो हेर्दै गर्नु होला मैले चाहिँ अगाडि सफा गरिसकेको पनि देखाएँ त हजुरहरूलाई अनि सफा गरेको अब चाहिँ मिठा पान बनाउनु तर्फ लाग्यौँ यता राख्छु तिर जानुभएछ म चाहिँ फर्स्ट लाइनले राख्छु नि त त्यहाँदेखि छिटो हुन्छ सादापछि सादा र मिठाई यो चाहिँ हामीले सबै दुईवरी राखेको गाइस एकदम सफा हाई गाइस मैले चाहिँ मिठा पानमा मसलाहरू पनि हालिसकेँ अब चाहिँ पोका पारिसक्छु पोका पार्नेछु हेर्नु होला गाइस अब चाहिँ म मिठा पानलाई पोका पार्दैछु पोको खानुहुन्छ आउनु होला हाम्रो दोकानलाई सम्झेर कस्टमर नआउने चाहिँ म यसरी बनाउँछु नि त कस्टमर आएपछि फेरि बनाउनु पाउँदैन हेलो गाइस अहिले चाहिँ मैले पान मिठा पान पनि बनाइसकेँ अनि कति बनाएँ भनेर हजुरहरूलाई देखाउनेछु त्यही हो अस्ति चाहिँ हामीले एक एकवटा बनाएको थियौँ नि त अहिले चाहिँ कम्ती बनाएको छु पत्ता नि कम्ती काटिदिनु भएको थियो पर्सनले
अनि त्यही हो हजुरहरूलाई देखाउँछु। सादा चाहिँ बनाएन, सादा चाहिँ अलरेडी छ आधीबाट। त्यही हो हेर्नुहोस्, यति चाहिँ बनाएँ। त्यत्रो पत्ता थियो नि त होइन, यति मात्र भयो। त्यही अब चाहिँ म यो अगाडि राख्नेछु। हाई गाइस, अहिले चाहिँ म अगाडि बस्छु। यतादेखि सबै यो लाइन पनि बढाइसकेर यता पनि सानक्कै मैले चाहिँ यतादेखि सबै मैला लिएर यहाँ थुपारेको छु। अब फेरि यताको थुपारेर एकैचोटि ऊपर लगेर उठाउँछु। हेर्नु होला। हाई गाइस, मैले चाहिँ यता सनकसिन पारिसकेँ। अब उता सफा गर्दैछु, हजुरहरूलाई देखाउनेछु। हाई गाइस, अहिले चाहिँ मैले सबै सनकसिनिक सफा गरिसकेर चाहिँ म यहाँ अगाडि आएको छु। अनि त्यही हो, पानीहरू पनि बनाइसकेँ, बडाले पनि दोकान होल बडाले अनि पुसपास पनि गरिसकेँ। अनि अहिले चाहिँ म दोकानमा एक्लै छु नि त। कञ्चन अघि नै जानुभएको, पर दोकान जानुभएको थियो अर्को दोकान, अनि आउँदै हुनुहुन्छ अरे। त्यही हो, मलाई अलिकति भोक लागेको जस्तो भयो, अनि केही ल्याइदिनु भनेछु। अनि अब खाएर चाहिँ भ्लग अन्तिम गर्नुपर्छ होला गाइस। अनि आजलाई त्यही हो, भिडियो यस्तै नै हुन्छ दोकानको भिडियो। अनि म कहीँ गएको बेला हजुरहरूलाई त्यताको भिडियो पनि देखाउनेछु, हेर्दै गर्नु होला। मलाई ल्याइदिनु भएछ आरबी दयाङ्गा, यस्तो देखिन्छ डुप्लिकेट दयाङ्गा। अब चाहिँ म यो खान्छु। है गाइस, अब चाहिँ म यो खाँदैछु। यो के भन्छ, आलुको। हेर्नु होला। यस्तो सेपमा हुन्छ, ह्यास ब्राउन जस्तो हुन्छ। खानु न त। फेरि तातो तातो रहेछ, अस्ति त चिसो चिसो त। यो चाहिँ मेरो फेभरेट हो। guys. म फुल भए सर चाहिँ यहाँ बसिरहनु भएको छ, कहाँबाट आउनुभएको पनि अनि भ्याइसकेँ। अब चाहिँ भ्लग यतिमै टुङ्गाउनु पर्छ होला। अनि
Thank you so much for watching my video and please don't forget to like, share and comment. त्यही हो गाइस अनि अर्को पालि म अर्को ब्लगमा आउनेछु बाई बाई टेक केयर लभ यु